हेर्नुहोस् रङ्गशाला सुर्खेतको एक गोल भएको किपर चाहिँ सुर्खेतको वाउ हो है सुर्खेतको फ्यान यति धेरै मान्छे थिए नि खाने हो बर्थडेमा गइसकेको रमाइलो त गर्नै पर्यो फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा आज चाहिँ हामी रङ्गशालामा गेम हेर्न जान लागेको सेमी फाइनल आज चाहिँ सुर्खेतको र जुम्लाको चाहिँ सेमी फाइनल छ फाइनल्ली हामी चाहिँ भित्र जान लागेको तीनवटै आएको छ हामी बिन्द्र अधिकारी र कर्णाली प्रदेशको रङ्गशालाको दृश्य हेर्नुहोस् यति खतरा छ नि यही होला कर्णाली प्रदेशको अलि स्पेसल ठाउँ भनेकै सम्पत्ति भनेकै बहुमूल्य सम्पत्ति यही हो यस्तरी डाँडा काँडा हेर्दै गेम हेर्दै गर्नुको मजा कम्ता मजा आउला अहिले वा शीतल मौसमले पनि साथ दिएको जस्तो छ कि जहिले हामी आएको बेला त हजुरहरू चाहिँ कसको सपोर्टमा हुनुहुन्छ भन्नुहोस् होइन जुम्ला र सुर्खेतको भइरहेको थियो भन म चाहिँ जसले जित्छ उसकै सपोर्ट गोल भयो क्या कसरी कराइरहेछन् जाम छिटो खासमा मेन गेट यो हो हामीलाई चाहिँ उतापट्टिको सानो गेटदेखि आउन पठाए किन होला रे खै त देख्न सक्नुहुन्छ यस्तरी हेर्नुभएको छ मान्छेहरू यी यस्तरी आउँदै हुनुहुन्छ हेर्ने मान्छेहरू हेर्नुहोस् यता कति राम्रो छ तलतिर पनि कति बेला भित्र त ग्याम भइसक्यो कति धेरै वा यस्तो दामी कसलाई खतरै चोट लाग्यो जस्तो छ हामी त आधी बाटोमै छौँ मजा यो चाहिँ रङ्गशालाको मेन रोडको गेट हो यो चाहिँ देख्न सक्नुहुन्छ यहाँ कति राम्रो खुसी लागिरहेको आफ्नो ठाउँको नभए पनि यति धेरै बाइकहरू पार्किङ गरेछन् नि यहाँ मम्मी कति धेरै मान्छे व्हाइट कलरको लागेको चाहिँ जुम्लाको हो अनि ब्लू लागेको चाहिँ सुर्खेतको हो यो चाहिँ सेमी फाइनलको गेम हो फाइनल चाहिँ भोलि हुन्छ होला रुकुम पश्चिमको र अहिले जसले जित्छ उसैको चाहिँ भोलि फाइनल हुन्छ देख्न सक्नुहुन्छ जुम्लाको पनि कम हुनुहुन्न सुर्खेतको पनि कम हुनुहुन्न अगाडिको चोटि चाहिँ सुर्खेतकोले जितेको गाममा कस्तो भइरह मेस्सीको फ्यानहरू हुन्छ वर्ल्ड कप चलिरह त्यही पनि हामीलाई वर्ल्ड कपको बाल छैन है हामी चाहिँ आफ्नै कर्णाली प्रदेशकै गेम हेर्ने हो फेरि पनि ग्रिन कार्ड पाएँ जुम्लाकोमा बल छ जुम्लाको मान्नै पर्छ जुम्लाको यस्तो खतरा कति लामो समयसम्म कसैको गोल नै भएको थिएन अनि त्यसमा दुइटैको बराबर थियो यस्तो खतरा थियो नि दुइटै टिम हुन त सेमी फाइनलमा पुगेको त भइहाल्यो अनि जुम्लाको पनि खतरा थियो तर सुर्खेतको किपर चाहिँ यस्तो खतरा थियो नि पुरै छाड्दिउँ के किपर चाहिँ हो के लौ अब यहाँ कोही छैन जुम्लाको फेरि सक्नुहुन्छ जुम्लाका कति एजेड छन् सुर्खेतका त बिचारा साना भाइ बहिनीहरू हुन् क्या पानी पर्दा पनि गेम हेर्नुको मजा नै फरक छ नि पानी परेछ यस्तरी पानी परे झगडा पर्न लागेछ मम्मी कस्तो बस्छस् म गर्मी मौसममा यस्तरी पानी पर्दा यस्तरी गेम हेर्नुको मजा नै फरक छ नि फेरि यो हो नि त फुटबल लभरहरू बाबे यति बेला चाहिँ पानी परेर चिप्लेर किपर लोटे चाहिँ सुर्खेतको गोल भएको थियो पहिलो एउटा गोलले मात्रै जितेको टाइम सकि नै लागेको थियो जुम्लाले एक गोल हान्छ कि भन्ने आशमा थिएँ तर एक गोल हान्न सकेन त्यसले गर्दा चाहिँ सुर्खेतले जितिसकेको थियो टाइम चाहिँ कम थियो लास्टै कम भइसक्यो 4 मिनट छ 4 मिनटमा जुम्लाले गोल हान्यो भने हान्यो नत्र सिधै सुर्खेतको जित एउटा गोल सुर्खेतले जित्यो अस्तिको चोटि पनि एक गोल ल्यायो र अहिले पनि एक गोल ल्याए बिचारा जुम्लाकाहरू भयो तिमीलाई के भयो तिमीलाई कस्तो भयो रमाइलो भयो तर झुकेर गोल भएको है सुर्खेत अब भोलि भेटौँला गेम चाहिँ सक्यो हामी चाहिँ फर्की लाग्यो आज चाहिँ इन्द्रिन लाग्यो यस्तरी अब भोलि चाहिँ फाइनल गेमको चाहिँ राम्रोसँग भिडियो बनाएको हुन् क्या बिचारा छ निराश हुँदै निस्केछन् अनि सुर्खेतका चाहिँ त्यही कराएर बिकाम छ भोलि फाइनलको लागि सब निराश अनुहार यति धेरै आउनुभएको थियो गेम हेर्न अनि म चाहिँ फेरि बर्थडेमा लागेँ बहिनीको बर्थडे
चाहिँ खाएर फोटोको कार्यक्रम हुँदैछ यसरी केक काटिसकेपछि अनि सबैले रमाइलो गऱ्यौँ एकछिन पिछे गीतमा नाच्यौँ रमाइलो गरिसक्यो हामीले चाहिँ नाङ्लो सेट खायौँ सबै मिलेर यहाँ चाहिँ सबै भाइ बहिनी मात्रै थियौँ अनि त्यस पछाडि मेरो काम थियो बाँड्ने सबैलाई नाङ्लो सेट बराबर बाँड्ने काम थियो अनि मैले सबैले बाँडेँ सबैलाई पुग्यो पनि अनि अन्टीले चाहिँ नाङ्लो सेट खानु हुँदो रहेछ अनि अन्टीले चाहिँ छुट्टै खानुभयो हामीले चाहिँ सबैले नाङ्लो सेट खायौँ बाँडिसकेपछि म पनि खाना बसेँ सबैले खाना लाग्यो अनि के खुसी लाग्यो सबै भाइ बहिनी कति धेरै दिनपछि भेटेर यस्तो रमाइलो गऱ्यौँ सबैले खाना हतार भइसकेको छु रातिमा अनि सोनामले चाहिँ यस्तरी खाना लागेको थिएँ फाइनल्ली हामीले सब खाइसकेको थियौँ एउटा पनि छोडेको थिएन सोनामको चाहिँ बेलचाले खाना लाग्न अहिले चाहिँ यस्तरी बर्थडेबाट निस्किन लाग्यो कति बजी भयो नि 8 बज्यो हामीहरू निस्किँदा चाहिँ 8 बजिसकेको थियो हेर्नुहोस् बाहिर पुरै पानी परेको त्यस्तो राम्रो मौसम थियो अनि म फर्केँ कोठामा